ल भयो ल भने भन्नु त ल है साथी हामी अहिले चाहिँ यहाँ वनभोजमा छौँ वनभोजमा छौँ विशेष धन्यवाद हाम्रो बेले भाइलाई आज यो जमर्को जुदाइदिएकोमा हामी सब खुसी छौँ विशेष दुईजना चाहिँ बुढा मामाहरू पनि हुनुहुन्छ होइन म पनि धेरै वर्षपछि धेरै पछि यस्तो पिकनिक आने मौका पर्यो धेरै खुसी लाग्यो धेरै खुसी ल कहिले नाने हामी पनि एकदम बिजी छौँ है हड्डी खान खाली भरि स्याउ छ हातभरि स्याउ छ खाली भरि मासु छ भरि रक्सी पनि होला होला सलाद भन्यो नि कति चिजको सलाद छ नि स्याउको काँक्रा टमाटर प्याज स्याउ छ काँक्रा छ ए प्याज हाम्रो चाहिँ भाइरल मामा पनि छ नि भाइरल मामा पनि छ नि यहाँ फेरि छुटाउला माथि हो ल भयो नि बाटा ल